मन्त्री मलाई क्वार्टर चाहिन्न सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने मन्त्रालयमा बस्ने म त जहाँ बसे पनि जहाँ गए पनि जहाँ काम गरे त्यहीँ बस्ने बानी छ मेरो जस्तो म अहिले मेरो राष्ट्रिय आविष्कार केन्द्रमा त्यहीँ बस्छु म त्यसकारणले मलाई चाहिँ एउटा सुत्ने धेरै चाहिन्न सुत्ने खाट एउटा चाहियो हैन अनि एउटा टेबल कुर्सी चाहियो किचन चाहियो किचनमा आफै पकाएर हालै नेपालको राजनीतिक परिदृश्यमा एक अद्भुतपूर्ण परिवर्तन आयो जेएनजी आन्दोलनको दबावमा बनेको अन्तरिम सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिएको छ मन्त्रीको रूपमा नियुक्त भए लगतै उहाँले दिएको सन्देश जस्तो कि फूलमाला नलगाउने खादा नलगाउने बरु शिक्षा र प्रविधि सुधारको लागि ठोस विचार पठाउन नेपाली जनतालाई उहाँले आह्वान गर्नुभएको कुरा अहिले नेपाली जनताहरूले एकदमै मन पराइराख्नु भएको छ उहाँको क्लिपहरू सामाजिक सञ्जालमा यत्रतत्र भाइरल भइरहेका छन् धेरैले उहाँलाई आशा र परिवर्तनको प्रतीकको रूपमा हेरिरहेका छन् यही रिसेन्ट अवस्थालाई आदर मानेर आजको यस विशेष भिडियोमा महावीर पुनको जीवन उहाँले गर्नुभएको त्याग र उहाँले नेपालको लागि गर्नुभएको योगदान र उहाँको दर्शनको बारेमा विस्तृत रूपमा बुझ्नेछौँ को हुन् त महावीर पुन महावीर पुन एक दूरदर्शी सामाजिक उद्यमी शिक्षक अनुसन्धानकर्ता र ग्रामीण नवप्रवर्तनको अग्रणी व्यक्तित्व हुनुहुन्छ उहाँलाई नेपालमा इन्टरनेटको क्रान्तिको अगुवाको रूपमा पनि चिनिन्छ सन् 2007 मा फिलिपिन्सको रेमन मेगेसेस अवार्ड सन् 2012 मा इन्टरनेट हल अफ फेम प्राप्त गरेर उहाँले अन्तर्राष्ट्रिय रूपमै नेपाललाई चिनाउनु भएको छ तर धेरैले उहाँलाई डाक्टर भनेर सम्बोधन गर्छन् वास्तवमा उहाँले न मेडिकल डिग्री न त औपचारिक पीएचडी नै गर्नुभएको छ अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्काले उहाँलाई अननरी डाक्टर अफ ह्युमन लेटर प्रदान गरेको उहाँले आफै भने आफूलाई डाक्टर भन्दा मूर्ख वा कबाडी वैज्ञानिक भन्न रुचाउनुहुन्छ महावीर पुनको जन्म 1955 जनवरी 22 मा म्याग्दीको नागे गाउँमा भयो अभाव कठिनाई र सीमित साधनबीच उहाँको बाल्यकाल त्यो समय बित्यो पढ्न चाहे तापनि कपी किताब र योग्य शिक्षक नपाउने यही वातावरणमा उहाँ त्यो समय हुर्किनु भयो उहाँको बुबाबुर्बा गोर्खा सैनिक हुनुहुन्थ्यो जसले छोरालाई राम्रो पढाइका लागि पछि चितवनमा शिफ्ट गर्नुभयो महावीर पुनले आफ्नो जीवनको महत्त्वपूर्ण भाग शिक्षकको रूपमा बिताउनु भयो करिब 12 वर्षसम्म उहाँले आफ्नो शिक्षण पेशामा काम गर्नुभयो र आफ्नो भाइ बहिनीहरूलाई पढाउन सहयोग गर्नुभयो पछि 1989 मा अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्कामा आंशिक छात्रवृत्ति भर्ना भई साइन्स एजुकेसनमा स्नातक र 2001 मा एजुकेशनल एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नुभयो अमेरिकामा उहाँसँग उज्जवल भविष्य थियो तर आरामदायी जीवनलाई त्यागेर आफ्नो जन्मभूमि फर्कने निर्णय उहाँको जीवनको सबैभन्दा ठूलो मोड बन्यो नेपालमा 2002 मा इन्टरनेट सुविधा लगभग शून्य थियो महावीर पुनले 2002 मा दुर्गम गाउँहरूमा वाइफाई नेटवर्क बिछाउने अभियान सुरु गर्नुभयो धेरै चुनौतीहरूबीच उहाँले 175 भन्दा बढी गाउँलाई इन्टरनेटसँग जोड्न सफल हुनुभयो यसले ग्रामीण जीवनमा ठूलो परिवर्तन ल्याइदियो टेलिमेडिसिन गाउँमा स्वास्थ्य कर्मीहरूले पोखरामा डाक्टरसँग भिडियो मार्फत बिरामीको उपचार गर्न सके ई लर्निङ इन्टरनेट मार्फत विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गरे ई कमर्स र कृषि गर्ने गाउँलेहरूले चीज उत्पादन गरी कृषि व्यवसायसम्म इन्टरनेट प्रयोग गर्न थाले त्यसपछि नेपालमा अनुसन्धान र विकासलाई प्रवर्धन गर्न उहाँले नेशनल इनोभेसन सेन्टर स्थापना गर्नुभयो सरकारी सहयोग नपाएपछि क्राउड फन्डिङ गरेर 10 करोड भन्दा बढी रकम उहाँले जुटाउनुभयो उहाँले त्यसको लागि आफ्नै निजी जग्गा पनि दान गर्नुभयो यहाँबाट धेरै परियोजनाहरू जन्मिएका छन् मेडिकल ड्रोन बाँदर धपाउने मेसिन सेलरोटी बनाउने मेसिन अनलाइन बस टिकेटिङ कोभिड-19 मा सब संकलन बुथ र भेन्टिलेटर मर्मत त्यति मात्र होइन महावीर पुनले कागज उत्पादन मौरी पालन चीज उत्पादन माछा पालन जस्ता स्थानीय उद्यमशीलतालाई पनि अघि बढाउनु भयो महावीर पुनले आफूलाई मूर्ख भन्न रुचाउनुहुन्छ उहाँ भन्नुहुन्छ स्रोत साधन र ज्ञान नहुँदा पनि काम गर्ने हिम्मत नै राख्नु मूर्खता हो मूर्ख नभइकन कुनै पनि काम हुँदैन त्यसै उहाँले आफूलाई वैज्ञानिक भन्दा कवाडी वैज्ञानिक भन्न सुरु गर्नुभयो किनभने उहाँको काम महँगो प्रयोगशालामा होइन गाउँमा उपलब्ध स्रोत साधन प्रयोग गरेर समस्या समाधान गर्ने गर्नुहुन्थ्यो 2025 मा अर्को मोड आयो जेएनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा महावीर पुनलाई शिक्षा विज्ञान र प्रविधि मन्त्रीको जिम्मेवारी दियो मन्त्री भएपछि उहाँले परम्परागत शैली तोड्दै भन्नुभयो फूलमाला नलगाउने पद भन्दा कामलाई प्राथमिकता दिने र जनतालाई आफ्नो सुझाव व्हाट्सएपमा पठाउन उहाँले आग्रह गर्नुभयो यो नयाँ शैलीले नेपाली राजनीतिमा इमानदारी पारदर्शिता र व्यवहारिक नेतृत्वको संस्कृतिलाई उजागर गरिरहेको छ आज महावीर पुन केवल आविष्कारको लागि मात्र होइन राष्ट्रिय सेवा त्याग र प्रेरणाका लागि स्मरणीय छन् उहाँको विरासतले नयाँ पुस्तालाई नयाँ नेपाल बनाउने बाटो देखाइरहेको छ महावीर पुन कुनै साधारण मन्त्री मात्र होइन उहाँ लाखौं नेपालीका अधुरा सपना बोकेर हिँडेको एक असल सेवक हुनुहुन्छ उहाँले विज्ञानलाई किताबको पानामा मात्र होइन
गाउँको बाटोमा, किसानको हातमा, विद्यार्थीको आँखामा पुर्याइदिनु भयो। अब लाखौं नेपालीले उहाँलाई हेरेर आशा गरिरहेका छन्। यो यात्रा केवल महावीर पुनको मात्र होइन, सबै नेपालीको साझा यात्रा। महावीर पुनले एउटा हामीलाई गहिरो पाठ दिनुभएको छ। देश बदल्न कुनै त्यस्तो ठुलो चिज चाहिँदैन, चाहिन्छ निस्वार्थ सेवा, इमानदारी र अटल प्रतिबद्धता। यही शक्तिले इतिहास बदल्छ, यही शक्तिले नेपालको भविष्य लेख्छ र यही शक्तिले नेपाललाई नयाँ दिशातिर लैजान्छ।